यो पार्ट बनाउनलाई यति महँगो लाग्यो कि यार यो पार्टलाई। अनि यो ढिकाका यो ढिका हात फुटेको यार। यो ढिका चाहिँ मेरो बिग्रिया थिएन क्या, राम्रै थियो। यो चाहिँ भाँचेको थियो होइन यहाँबाट। अनि यो मात्रै किन्नुपर्ने हो, तर ठग्दै क्या मलाई यार पसलेले। यो पनि फेर्नुपर्छ भन्दै यार त्यसले। यो पाएन, अब वेट गरेर त हुन्थ्यो होला, अलिक पछाडि सस्तो पर्थ्यो। अब वेट टाइमै छैन, कति दिनपछि बल्ल साइकल बनाउने टाइम पाएको। किनेको 2 महिना भयो होला क्या मैले, थन्के एकचोटि चलाएर एकैचोटिमा लडेर भाँचेकै हो। यो भाँच्यो, त्यसपछि मैले बनाएको थिएन। अनि टाइम नपाएर राखेर आएको थिएँ। आज गएर यार धन्नै यहाँको 300 जति गयो क्या। साइकल आउँथ्यो नयाँ नेपालतिर त, तर यो मात्रै फेर्नु पर्ने। यो पनि फेरिदियो, यो पनि फेरिदियो, दिमाग खराब। महँगो पऱ्यो भने अब के गर्ने, यो पनि चलाउनु पऱ्यो। अब यसले नै गर्ने हो। यसो हल्का ब्लग स्लग हिँडेर डाँडा जानुपर्छ। अनि घुम्नुपर्छ नि त कहिलेकाहीँ, रोमानियाको यसो ब्लग स्लग बनाउनुलाई काम लाग्छ। त्यही भएर छोडिदिएँ पैसा भनेर। अनि मैले बनाइदिइहालेँ, अनि बनाउनु दिने आज। डाँडा छ, ठिक छ। त्यो हिँडेर कहिले पुग्छ थाहा छैन। अब साइकलमा आउँदा चाहिँ सजिलो हुन्छ, जाँदाखेरि चाहिँ गाह्रो छ। अनि यस्तै छ वातावरण आज पछाडि। के गर्ने अब यस्तै छ।